Hi guys, welcome back to my video. आज चाहिँ म सिन हल लिएर आएको छु. हेरौँ है त मेरो सिनबाट सामान के आएको छ. Let's unbox. मेरो फर्स्टमा चाहिँ यति क्यूट मग आएको छ, जस्तो मगाएको त्यस्तै आएको छ. अनि सेकेन्डमा हेरौँ है त के रहेछ. यो चाहिँ मेरो टेबल म्याट. म चाहिँ अनबक्स गर्दैछु कस्तो आएको रहेछ भनेर एक्साइटेड भएर. फाइनली एकदम राम्रो आएको रहेछ. अनि नेक्स्ट थर्डमा के आएको रहेछ म चाहिँ एक्साइटेड हुँदै खोल्दैछु के. अनि ल हेरौँ है त. यो चाहिँ यो मेरो कन्टुर. अनि नेक्स्ट चाहिँ मेरो रहेको छ आइलाइनर, सी ग्ल्यामको आइलाइनर. अनि नेक्स्ट सी ग्ल्यामकै प्लस म चाहिँ गालामा लगाउँछु भनेर मस्किँदै देखाउँदैछु. अनि नेक्स्ट रहेको छ वान अफ द फेभरेट सी ग्ल्यामको आई स्याडो प्यालेट. हेरौँ है त कस्तो आएको छ. एकदम एक्साइटेड हुँदै चाहिँ म खोलिरहेको छु कि. अनि फाइनली म चाहिँ एकदम खुसी भएर वाउ भनिरहेको छु. अनि नेक्स्ट रहेको छ मेरो कभर, फोन कभर. हेर्नुहोस् है त कति राम्रो आएको छ कि फोन कभर पनि. फोन कभर चाहिँ शिवसँग रिलेटेड अनि इभी लाईसँग रिलेटेड छ कि. हेर्नुहोस् न कति राम्रो. मैले चाहिँ ढोगेँ पनि, मलाई एकदमै मनपर्ने हो कि शिव महादेव चाहिँ. अनि नेक्स्ट आएको छ मेरो मेकअप ब्रसहरू अनि स्पोन्जी, लाइक त्यो पाउडर स्पोन्जी चाहिँ आएको छ. हेर्नुहोस् न म चाहिँ अनबक्स गर्दैछु. अब चाहिँ म वान बाई वान देखाउँछु के आएको छ भनेर. यो चाहिँ हो फाउन्डेसन ब्रस. अनि नेक्स्ट मैले देखाएको चाहिँ ब्याग हो जसमा केही पनि छैन, खाली छ. अनि यो चाहिँ हो अरू ब्रसहरू कलेक्सन्स. अनि त्यसपछि यो पाउडर स्पोन्जी. अनि नेक्स्ट रहेको छ, नेक्स्ट चाहिँ मेरो के हो भने यो चाहिँ हो ब्रस राख्ने. हेर्नुहोस् न यति राम्रो छ. यो चाहिँ यसमा चाहिँ मैले सबै अघिको ब्रसहरू चाहिँ यसमा अर्गनाइज गरेर चाहिँ राख्नुपर्ने हुन्छ. अब हेर्नुहोस् है त म कसरी राखेको छु यो ब्रसहरू. यति क्युट देखेको छ. नेक्स्ट चाहिँ फेरि अनबक्स गर्दैछु. यो चाहिँ हो मेरो टुथब्रस राख्ने. टुथब्रस चाहिँ यसमा अर्गनाइज गरेर चाहिँ हेर्नुहोस् न कति राम्रो देखिन्छ. अनि नेक्स्ट चाहिँ यो हो मेरो टेबल म्याट, मेरो डाइनिङ टेबल म्याट हो. यो चाहिँ एकदमै राम्रो आएको छ कि. अनि त्यसपछि यो हो नेक्स्ट मेरो चाहिँ स्ट्र हो. यो चाहिँ मैले एक्स्ट्रा मगाएको थिएँ. त्यो चाहिँ यति क्युट आएको छ कि. हेर्नुहोस् न पर्पल कलरमा ग्लास स्ट्र हो यो चाहिँ. अनि अर्को नेक्स्ट मेरो के आछ हेरौँ है त. यो चाहिँ हो मेरो टेम्पलको माथि सजाउनको लागि, ह्याङ गर्नको लागि मगाएको. यो चाहिँ कस्तो आछ हेरौँ है, अनबक्स गरौँ. अनि अब चाहिँ म राखिदिन्छु कस्तो भयो. यति राम्रो हेर्नुहोस् न. अनि अब अर्को चाहिँ छ मेरो डोरमा चाहिँ ह्याङ गर्ने, जस्ट सुज ऱ्याकको माथिपट्टि ह्याङ गर्नको लागि चाहिँ यो मगाएको थिएँ. यति राम्रो छ नि. हेर्नुहोस् है यहाँ के लेखेको छ यो छ. अनि नेक्स्ट चाहिँ हो मेरो लास्ट. अब चाहिँ म यो चाहिँ एकदमै कन्फ्युज भएर राख्छु के हो भनेर. यो चाहिँ मेरो रेड नेल पोलिस हो. दिस इज लास्ट. ओके बाई बाई. थ्याङ्क यू फर वाचिङ.